यो दिदीले भोट माग्न आउनेलाई एकदम कडा प्रश्न तिर्साउनु भएको छ र हरेक जिल्लामा यस्तै गर्नुपर्छ गाइजलाई हेर्नुहोस्। भोट भन्दा अगाडि हामीलाई बाटो चाहियो अनि मात्रै भोट हालिन्छ नभए हालिँदैन कसैलाई पनि। सबैभन्दा समस्या त बाटोको उयो छ। अब बाटो खोइ अहिले यहाँ हेर्नु त कतिचोटि भइसक्यो यो भोट आउँदै पिछेको हामीले यो बाटो मागेको खोइ यो यहाँको कलबोट खोइ बाटो खोइ हामीलाई बाटो सबैभन्दा यो भोट भन्दा अगाडि हामीलाई बाटो चाहियो अनि मात्रै भोट हालिन्छ नभए हालिँदैन कसैलाई पनि। अनि जस्तो नबुझेको कुरा त भन्नुहोस् है। भन्छु नि किन भन्दिनँ। खोइ हाम्रो माझी हडमजी खोइ सबैभन्दा अगाडि त हामीलाई त बाटो चाहियो नि त। एउटा मान्छे दुख बिमारी भयो भने यहाँ काँदामा हालेर लानुपर्छ। त्यस्तो नि उहाँ त पहिलोचोटि त यो ठाउँमा उम्मेदवार दिनु काँदामा हालेर निकाल्नुपर्छ पर बाटोमा लगो कि त खोला पानी लगो बोकेर। सुन्नु न उहाँ अनि अहिले बाटो हामीलाई खोइ सुन्नु न उहाँ त अब यो पहिलोचोटि उहाँले भोट माग्न जो आउँछ त्यसैलाई हामीलाई पहिले भोट भन्दा अगाडि पहिले हामीलाई बाटो चाहियो अनि मात्रै भोट हालिन्छ। यो भोट भन्दा अगाडि कल भोट बनियो भने भोट हालिन्छ नभए त कसैलाई नै हाल्दिन म हाल्दै हाल्दिन कसैलाई नै हाल्दिन बाटो चाहिँ मैले बनाउनु। कमाल कर दिया आपने कितने टैलेंटेड हैं आप अमेजिंग।